नमस्कार, म धर्मराज लामा ह्याङ्ला डिजाइनद्वारा प्रस्तुत भइरहेको बी द विनर इन ग्राफिक्स कोर्समा हजुरहरूलाई पूर्ण स्वागत गर्न चाहन्छु। आज हामी च्याप्टर 7 रिटचिङ सुरुवात गर्न जाँदैछौँ। यस च्याप्टरमा हामीले अनुहारको दाग मेटाउने, रातको समयमा फोटो खिच्दा टल्किएका आँखा मिलाउने तथा अनुहारलाई चम्काउने विभिन्न टेक्निकहरू सिक्नेछौँ। भिडियोको डिस्क्रिप्सनबाट एक्सर्साइज फाइल डाउनलोड गरी स्पट हेलिङ ब्रस नामक फाइललाई खोल्नुहोस्। टुल प्यानलमा गई यो टुलमाथि माउसले केही बेर दबाइराखी स्पट हेलिङ ब्रस टुललाई छान्नुहोस्। ध्यान दिनुहोला किबोर्डमा क्याप्स लक एक्टिभ हुनु हुँदैन। एक्टिभ भएको खण्डमा टुलसँग काम गर्न अति गाह्रो हुन्छ। अब हामीले अनुहारमा भएको दागमाथि गई किबोर्डमा राइट ब्र्याकेट र लेफ्ट ब्र्याकेट प्रयोग गरी टुलको साइज ठुलो या सानो पार्नु पर्दछ, किनकि मेटाउन लागेको दागभन्दा टुलको साइज थोरै ठुलो हुनु पर्दछ। अब यसरी दागमाथि गई क्लिक गरिदिउँ। स्पट हेलिङ ब्रसको काम भनेको नै साना साना दागहरूलाई तुरुन्तै मेटाउने काम गर्नु हो। आवश्यक परेमा फोटोलाई जुम गर्दै दागहरूलाई मेटाउँदै जानुहोला। अब हिलिङ ब्रस नामक फाइललाई खोल्नुहोस् र टुल प्यानलमा गई माउसले केही बेर दबाइराखी हेलिङ ब्रस टुल छानिदिउँ। यो टुलको काम भनेको कुनै एक ठाउँबाट स्याम्पल टिपी अर्को ठाउँमा छोप्ने काम गर्दछ। यसलाई प्रयोग गर्नका निम्ति कुनै दाग भएको छेउमा गई दागलाई पुर्ने गरी साइज बढाई किबोर्डमा अल दबाइराखी माउसले क्लिक गरी स्याम्पल टिपी दागमाथि गई माउसले क्लिक गर्नुहोस्। यस्तै गरी अरू दागहरूलाई पनि मेटाउँदै जानुहोस्। हस्त आज हामीले च्याप्टर 7 को पार्ट 1 मा स्पट हेलिङ ब्रस र हेलिङ ब्रस टुल प्रयोग गर्न सिक्यौँ भने अर्को भिडियोमा हामीले यसै च्याप्टरलाई निरन्तर गर्दै बाँकी टुलहरूको प्रयोग गर्न सिक्नेछौँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।